भोगटे लिएर आयो है भोगटे कोही गुटखा र छुर्पी दामी हुन्छ अरे डोजर लगाएको छ हामीले अघि लुकाएको भोगटे मेरो बुढी डन तपाईँको बुढीलाई कुद्दो रहेछ त्यहाँ त झिलिमिली वन नेपालको धन पो देखिएछ हेलो एभ्रिवान एन्ड वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ हामी बुढा नीलकण्ठको गुम्बा जाँदैछौँ 25 डिसेम्बर। इन्जोय गर्नु होला है त। गुम्बाको नाम के अरे? गुम्बाको नाम मलाई के थाहा त नि? थाहा छैन, जानु चाहिँ दुईचोटि गइसके। उनीहरूले लगिरहेको छ मलाई अब। हेलो यो साइन टाइममा यो है मजाले अरे यही खाना खामै सबैजना बा होटलमा अर्डर दिएको जस्तो कस्तो अनि उहाँ एक्लै उहाँहरूलाई उयोहरूलाई चाहिँ मम्मीहरूलाई हामी ग्याङ चाहिँ यति छौँ। भोगटे लिएर आयो है भोगटे भोगटे त्यहाँदेखि रुख काटेको रहेछ कि अनि झऱ्यो। अब कसरी लाने? यहाँनिर लुकाएर आएको छु, अब भरे हुन्छ कि हुँदैन ल। यहाँ लुकाएको छौँ। हामी जानु लागेको गुम्बा चाहिँ यो अझ खतरा हिँड्नु हुन्छ। टोलीहरू अगाडि बढिसके। हाइकिङ पनि 12:30 बजे घरदेखि हिँड्यो है। आज त खाना साना खाएर हाइकिङ गयो पहिलोचोटि जिन्दगीमा। आज के अरे केही नखाइकन जाने भनेर के म सुतेर बसिदिएको लाख रुपियाँ थियो उठ्दैन त तपाईँलाई नेपाल दाल पठाइदिएको अनि पछि गएर फोन गर्छ। म त शोभा दिदीको कल वेट गरिरहेको थिएँ। कोही गुटखा र छुर्पी दामी हुन्छ अरे तैँले चाहिँ उयो गरेको छैन ट्राई त्यसरी? त्यसरी त कहिले गरेको छैन। एभोकाडो कति धेरै के गरेको होला यो त्यस्तो छ। डोजर लगाएको छ। हाम्रो चाहिँ प्लान क्यान्सल भयो। अहिले स्कुटी लिएर फेरि घर स्कुटी लिएर जाने भयो। लु हाम्रो चाहिँ अब प्लान क्यान्सल भएर स्कुटी लिएर हामी अब फेरि उहाँसम्म बुढा नीलकण्ठ मन्दिरसम्म जाने भयौँ। स्कुटर फेरि लिनु घर जाँदैछौँ। हाइ त यो के होला? ल हामीले अघि लुकाएको भोगटे एउटा दामी आएको छ नि। लोकल छ अर्ग्यानिक हो नि त त्यही भएर। त्यो बुढा नीलकण्ठ मन्दिर। ल कस्तो छ तेरो कन्डिसन अहिले? जस्ताको त्यस्तै। लु हामी चाहिँ अब यो बुढा नीलकण्ठदेखि लाग्यौँ हिँड्दै। स्कुटीमा आएको चाहिँ खिचिएन, मुटु तर्सरी थियो क्या, त्यही भएर। गुम्बा जाने टोलीहरू। यो चाहिँ बुढा नीलकण्ठको हरे राम हरे कृष्ण मन्दिर राधाकृष्ण मन्दिरको बाटो जाँदैछौँ हामी। इस्कन मन्दिर। यता हाम्रो सजना दिदी हाई भनिदिनु। शोभा धिमाल हेलो। यता बिना हाम्रो सर ज्ञानु सर अपना म्याडम। हामी जाने गुम्बा
यही गुम्बा पुग्ने हो अनि हामी अहिले हिँड्दैछौँ सुन्तला है यस्तो दामी फल्यो तपाईको ल हिँडिँदैछ है यति हिँडेर थाकेको अवस्थामा ल ल पर्फेक्ट भ्यू फ्रम बुढानीलकण्ठ यस्तो छ दाँत नझार्नु नि फेरि एक्कासी बल उत्पन्न भयो एक्कासी आमा राजनगरी यो चाहिँ पानीको ट्याङ्की जस्तै छ फोकस गरिरहेको छ गेममा कुच्चोको बोट अम्लिसो के अरे खाजा बोक्दैछौँ हामी यहाँ उयो दुईटा साटौँ न उतोवाला पिज्जा फ्लेभरको के भयो त खान्छु सबै खान्छु स्वादे जिब्रै अल्छे तिग्रालाई के खाइन्छ पानी चाहिँ एउटा बोको बिरालो गाडी भाडा चाहियो नि शिवपुरी हिल रिजोर्ट सनफ्लावर भन्छ यो सनफ्लावर होइन के सनफ्लावर जस्तै तर यो सनफ्लावरको काम गर्दैन के गर्थ्यो अरे हाम्रो चाहिँ टिफिन ब्रेक है हो डन मेरो बुढी डन तपाईँको बुढीलाई कुद्दो रहेछ के गर्ने पराउने दुईजनालाई सेवा नै धर्म हो रे
यो त खाएर अति गरेको होइन यो फोहोर मान्छेहरू के भएको हो अहिले होइन हामी यस्तो गोजीमा बोकेर हिँड्नु पर्यो नि हरियो वन नेपालको धन लेखिरहेको थियो यहाँ त झिलिमिरी वन नेपालको धन पो देखिएछ यार है I don't like हरियो वन people, that's why. I'm from Korea. खोइ ओप्पा गर्नु न सारङ्गे ओप्पा सारङ्गे ओप्पा जति पनि पर्यटकहरू यो गुम्बामा आउनुहुन्छ कृपया मेरो कुरा ध्यान दिएर सुनिदिनुहोस् होला किन भन्दाखेरि यहाँ खानेकुरा त लिएर आउनुहुन्छ तर जताततै छरेर वातावरणलाई नाच्नु पो आँट्नु भयो त जताततै भएन जसियो केटीहरू जसियो भयो यो किताब लिएर आउनु पर्दैछ है आइपुग्न लाग्यौँ हामी मेरो त कसैले गर्दिदैन लु के गर्नु पर्यो हिँड यसको नाम के हो पर्पल बोके जारो यो आइपुग्न लाग्यौँ है त यो वालदेखि माथि हो यता रोडबाट पनि आउन सकिन्थ्यो हामी चाहिँ तलै बुढानीकण्ठ मन्दिरमा बाइक राखेर हल्का हाइकिङ गरेको धेरै चेन्ज भएछ हामी यो 2021 कि 22मा आएको थियौँ हौ धेरै चेन्ज भएछ गुम्बा चाहिँ गुम्बा आयो गुम्बा ल हामी चाहिँ गुम्बा आइसकेको छ यो चाहिँ मेरो दोस्रो पटक अपनाको तेस्रो पटक दिदीको तेस्रो पटक The moment of truth has come now. Let us move. के गर्नु टोली अघि बढ टोली पछाडि फर्क हिउँ पो पर्न लाग्यो क्या हो कालो कालो छ त अब चाहिँ हामी करिब करिब कति मिटर अगाडि मात्रै छौँ है आउनुहोस् 50 मिटर फलो गर्ने 50 मिटर पनि छ यता नयाँ खुलेको रहेछ एडभेन्चरको लागि जिप लाइन स्विङहरू स्विङ झन्डै गयो ट्विङ भयो त्यो उता फुटबलको छ नि हो त्योबाट यस्तो बाटोबाट हामी त्यो होइन नि त्यताको बाटो होइन त यो त्यहाँबाट यस्तो हुँदै आएको
कहिले तिम्रो पछौरीमा अल्झे कहिले तिम्रो चौबन्दीमा अल्झे बुढानीले कण्ठको यो जमेचो गुम्बाबाट हामी फाइनल डेस्टिनेसनमा पुगिसकेका छौँ। यस्तो छ यहाँको अहिलेको नजारा। यहाँ चाहिँ दियो बाल्ने ठाउँ, दियो बाल्ने ठाउँ थियो, अहिले चाहिँ बन्द भएको रहेछ। यस्तो छ, ग्लासको घर छ। यस्तोहरू चाहिँ थिएन पहिला, अहिले चाहिँ धेरै यहाँनिर बच्चा बुच्चीहरूलाई मजाले फोकस गरेको रहेछ। दुईजना टिकटक चलाउनुमा बिजी छन् हैन। कपिराइट लाग्छ। Tamate cosita, tamate cosita, Cenometric खिच्दैको ल। अब हामी चाहिँ गुम्बा सुम्बा घुमिसक्यौँ। अब हामी घर जान लागेको 1 घन्टा जति चाहिँ घुम्यौँ होला। कस्तो लाग्यो त आज? आज रमाइलो भयो। मेरो लागि त नयाँ होइन, 3 चोटि आइसक्यो अब होइन। आज क्रिसमसमा, क्रिसमसको दिन रमाइलै भयो। सबैजना ग्रुप छुट्टै छ नि त। आउँदै पछि कुरा गर्छौ हाउडे तालमा पानीपुरी चटपटे नभए नखाए हुन्छ छटपटे। कसले नजान लगाए लास्ट इन्डिङ हाम्रो इन्डिङ होइन देखाउन लाग्यो राजाले पानीपुरी बोतल खान लाग्यो हैन। बिना त पनि बिना हान्दैन। अर्को आयो झापा भर्सेस मोरङ। कसले जित्छ कसले जित्छ कसले जित्छ गर्नु न, कसले जित्छ?
दामी भयो बल्ल मिठो चटपटे खाना पाइयो यो तल काठमाडौँतिर काम छैन यो चाहिँ गाउँले थिममा बनाएको रहेछ एकदम माटोले लिपेको ट्याक्क अनि बारदली यस्तोमा चाहिँ फर्सीहरू मजाले साइजको फर्सीहरू राखेको रहेछ है स्टोर गरेर त्यो पछि खानु मिल्छ